सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सम्माननीय राष्ट्रपति महोदयले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। मान्य सदस्यलाई एकैछिन मैले मान्य सदस्य, मैले यहाँलाई माइक दिएको छैन र मैले यहाँलाई समय पनि दिएको छैन र मैले यहाँलाई सोधिरहेको छु कुन नियमावलीको कुन नियम आपत्ति गर्दै हुनुहुन्छ भनेर। मान्य सदस्य एकछिन बस्नुहोस्। पहिला यहाँले अलिकति नियमावली तपाईँ हामीले बनाएको हो। मान्य सदस्यले बोलुन्जेल मैले सुनिरहेको छु। मान्य सदस्यले बोलिरहँदा मैले सुनिरहेको छु। मान्य सदस्य, मैले बोलिरहेको छु। मान्य सदस्यबाट मान्य मनिष खनाल सदस्यबाट जुन कुरा उठेको छ त्यो कुरा हिजो सदनमा बोलिएको कुरा रेकर्डबाट हटाउनको लागि उहाँले अनुरोध गर्नुभएको छ। त्यो विषयमा मैले मेरो आफ्नो धारणा राख्न बाँकी नै थियो र त्यो हामीले सचिवालय मान्य सदस्यलाई मैले मेरो कुरा सक्न दिनुहोस्। मान्य सदस्यले सभामुखले मान्य सदस्यलाई समय दिएको छैन। मान्य सदस्य, हिजो मान्य सदस्य, मैले हिजोको मेरो विषयवस्तु के भनेको थिएँ